एभ्रिवान नमस्ते सबैजनालाई वेलकम छ मेरो एनदर भ्लगमा हजुरहरू सबैजनालाई हैन। अनि आज चाहिँ म के गर्दैछु भने यसो बाहिरतिर निस्केको है। अनि खासमा चाहिँ म अघि नै निस्किन्छु भनेर सोचिरहेको थिएँ है। अनि बाहिरतिर निस्किनु पर्यो अनि यसो सागसब्जीहरू लिन जानु पर्यो, टाढातिर यसो घुम्न जानु पर्यो केही भनेर सोचिरहेको थिएँ। अनि फेरि म 1 बजीतिर निस्किन्छु भनेर 12 बजी खाना खाएर झ्याप्प सुतेको होइन। अनि फेरि होइन 1:30 मा बिउजेछु। अनि फेरि मलाई अल्छी लाग्यो। अनि त्यस पछाडि म बसिरहेँ होइन। अनि त्यस पछाडि ल ठिकै छ अब फोन हेर्दै बसेँ नि, एकछिन लाइभतिर पनि गएर अरूहरूलाई सपोर्ट गरेँ। अनि त्यस पछाडि चाहिँ ल अब चाहिँ म निस्किनु पर्यो भनेर रेडी भएर निस्केको त पानी पर्दिरह यार। अनि पानी पर्दिरहेको थियो। अनि ल ठिक छ पानी परेछ भनेर ठिकै छ तै पनि भनेर म यस्तो साइकल लिएर आएँ होइन। अनि साइकल लिएर आएको त फेरि के भयो भने पानी परिरहेछ। अब के गर्ने भनेर फेरि म छाता लिन गएर अनि छाता ओढेर आएँ साथीहरू। ल अब जाम कहाँ जाने हो, सही हिँडेर कहाँ जान्छु के गर्छु म तपाईँहरूलाई देखाउँछु ल। अनि हाम्रो जापानमा अति पानी परिरहेछ अनि जाडो पनि बढिसकिसक्यो। अनि यहाँ साकुराको बोटहरू हेर्नुहोस्, साकुराको बोट पनि अब सबै पत्ता झरिसक्यो साथीहरू। अनि त्यस पछाडि होइन अब तपाईँ यो छाता खाने, यो छाता मैले फ्रीमा ल्याएको यार, कहाँबाट भन्नु न। मेरो कम्पनीमा ठ्याक्क म एकदिन चाहिँ होइन काम सकेर अनि बाहिर निस्केको, त्यतिखेर चाहिँ कति 6 बजिसकेको थियो होइन। अनि यसो हेरेको है पानी परिरहेको थियो। अब साइकलमा जानुपर्ने, छाता पनि छैन मेरो, छाता पहिल्यै त्यहाँ राखेको थिएँ। एउटा छाता मेरो हरायो होइन, मसँग छाता त 2-3वटा छ। अनि हरायो। अनि यसो हेरेको बाहिर कति धेरै छाता फालिरहेको थियो कि अस्तिदेखि नै फालिरहेको थियो, फाल्नको लागि रेडी। अब यो जापानमा चाहिँ यसो छाताहरू चाहिँ किनेर राख्न चाहिँ राखिरहेको हुन्छ टन्नै, तर त्यो छाता चाहिँ जसले ओढे पनि हुन्छ क्या, जसले लगे पनि जसले ओढे पनि हुन्छ होइन। अनि त्यस पछाडि मैले नि यसो हेरेँ नि छाताहरू कति धेरै थियो, ठुलोहरू पनि कति धेरै थियो होइन। अनि त्यस पछाडि मलाई चाहिँ यसो हेरेको अब एउटा छाता लिएर जानु पऱ्यो, ठिक्क पानी पनि परिरहेछ अनि छाता नि ओढेर जानु पऱ्यो भनेर यसो सोचेँ। अनि त्यस पछाडि यो छाता हेरेको सानो कस्तो क्युट देखेँ। अनि म ठ्याक्क लिएर आएँ, म तपाईँहरूलाई देखाउँछु ल कस्तो छ। यस्तो राम्रो छ, यस्तो क्युट होइन। यहाँ हेर्नु न कति राम्रो छ है। यति सानो छ होइन। अनि फेरि कस्तो राम्रो छ। अनि मैले ठ्याक्कसँगले यस्तो उचालेर ल्याएर घरतिर आएँ। अनि म यसरी कहाँ हिँड्दाखेरि ओढेर हिँड्छु। आज मौका मिल्यो यसको पनि होइन। वाउ हरियाली देख्नु नपाएको पनि निकै भइसक्यो। अब सबै यो रुखको पत्ताहरू झर्ने सिजन भइसकिसक्यो नि त। अनि चिसो छ, अब त हिउँ पर्छ 2 महिना पछाडि त खतरा तरिकाले। अनि त्यही भएर हरियाली देख्न पनि छोडिसकेको थिएँ। अब म पढ्नेर जानेवाला छु पसलमा। अनि त्यसपछि म के गरेर देखाउँछु ल तपाईँलाई जापानको खानेकुराहरू खान जाने ठाउँ हो। म चाहिँ कहिले पनि गएको छैन होइन, मलाई जानु मनै लाग्दैन। त्यहाँ फ्राई गरेको तेलमा तारेको खानेकुराहरू पाउँछ नि त यहाँ चाहिँ, अनि मलाई मन पर्दैन क्या त्यो तेलमा तारेको खानेकुराहरू चाहिँ। अनि हाम्रो यहाँनिर कोम्बिनी जस्तो त्यहाँ सबै थोक पाउँछ नि, हेर्नु न कस्तो राम्रो देखेको, वेल गुड देखिरहेको छ। अनि अब म जाने चाहिँ यही हो ऊ त्यो बिल्डिङमा। बिल्डिङ अरे कति सानो घर, लास्टमा बिल्डिङ अन्त सबै थोक पाउँछ। यो रेटले लेखेको छ नि यसमा, लेट्स गो। प्लान्टहरू कस्तो राम्रो। ल म चाहिँ यहाँभित्र आइसकेँ। यहाँ हेर्नुहोस् अब म सामानहरू चुज गर्छु ल साथीहरू। हेलो म चाहिँ यहाँभित्र आइसकेँ होइन। अब यहाँ सामानहरू के छ चुज गर्छु अनि म तपाईँहरूलाई पनि देखाउँछु ल के सामानहरू पाउँछ होइन। अनि यहाँको के अरे कस्तो महँगो सस्तो कतिको डिफ्रेन्ट छ भनेर म देखाउँछु ल। यहाँ आउँदाखेरि किन तातो भयो हौ, यहाँ एसी रहेछ हेर्नु न। के छ म देखाउँछु ल। मलाई थाहा नभएको कुरा के साथीहरू, यो खासमा के रहेछ क्या, यो के हो। चिसो लाग्यो क्या त्यहाँबाट उतिबाट यहाँ आइपुग्दाखेरि पानी पाइनु भयो त नाकभित्र चिसो लागिहाल्यो एकैछिनमा। अनि योहरू के गर्ने रहेछ, योहरू मलाई के थाहा। यो क्याप कस्तो बाङ्गो छ क्या साथीहरू, हेर्नु यहाँ यो बिरालो कस्तो राम्रो छ हेर्नु त।
मलाई अति मनपर्छ क्या योवाला चाहिँ, यो बिरालो चाहिँ म यहाँ आउँदाखेरि जहिले पनि हेर्छु। अनि त्यस पछाडि यहाँ अर्को वाइट कलर, अनि यहाँ हेर्नु अर्को वाइट कलरको बिरालो कस्तो राम्रो छ। अनि एउटा डग पनि मनपर्छ मलाई, जापानको सबैभन्दा मनपर्ने डग देखाउँछु न म तपाईँहरूलाई। मेरो फेभरेट डग यो हो। यहाँ हेर्नुहोस् कस्तो राम्रो छ है, उसको भुत्ला पनि कस्तो मिलेको, अति मिलाएको होइन। अनि यो कपालहरू सबै मिलाइदिएको, चिप्लो निकालेर आँखा हेर्नु, कान हेर्नु, नाक हेर्नु सेम टु सेम हुन्छ कि। म काममा जाँदाखेरि कहिलेकाहीँ होइन त्यहाँ बाटोमा यस्तो डुलाइराखेको हुन्छ नि, मलाई अति मनपर्छ। अनि यहाँ पत्रिका पनि पढ्छ र भनेको हिस्से हुनु त। यहाँ बिरालोले खाने माछा अरे क्या, यो यति धेरै छ नि त नेपालको त्यो म लगेर खाइदिन्छु होला साँच्ची भनेको। मलाई चाहिएको चिज चाहिँ एउटा चिज चाहिएको हो, खासमा यहाँ ट्रली नै लिएर आएको छु भिडियो बनाउनको लागि हो क्या। यो सब मलाई चाहिँ यो डाइपर चाहिएको थियो होइन, यो डाइपरको लागि आएको खासमा चाहिँ। यो चाहिँ बाथ पाउडर होइन, अनि यस्तो बाथिङ गर्दाखेरि के भन्छ ओफ्रो बस्दाखेरि चाहिँ यो चाहिँ लगाउने, के भन्छ बाथटब भन्छ होइन इङ्ग्लिसमा, नेपालीमा त के थाहा छैन, जापानिजमा ओफ्रो भन्छ। तातो पानी लगाएर अनि त्यस पछाडि यसको पाउडर चाहिँ त्यो तातो पानीभित्र लगाएर चाहिँ मजाले बस्ने क्या त्यो ओफ्रोमा, एकदम राम्रो हुन्छ। अनि शरीरहरू दुखेको चाहिँ आनन्द भएर निको हुन्छ सुमासे, अनि शरीरहरू दुखेको चाहिँ सबै निको हुन्छ कि यसले चाहिँ। अनि यहाँ 2-3 खालको रहेछ, अनि मलाई कुनवाला लगाइदिउँ भनेर म कन्फ्युज भएँ। मैले खासमा त युज गरेको छैन अहिलेसम्म, तर म एउटा चाहिँ लिएर जान्छु, एउटा युज गर्नु पर्यो। यो चाहिँ ओरेन्ज भन्छ नि, यो अमिलोको रहेछ, यो अमिलोहरूबाट बनेको, यो चाहिँ म लग्दिनँ। अनि यो चाहिँ फ्लावरबाट बनेको रहेछ, हेर्नु फ्लावरबाट बनेको रहेछ, कस्तो हुन्छ थाहा छैन, लेट्सी है लगेर हेरौँ कुन लगौँ भनेर म त कन्फ्युज भएँ क्या, 250 सेम प्राइस रहेछ, प्राइस चाहिँ ठिकै छ। मैले चाहिँ योवाला लिन्छु, यो ग्रिन देखेँ नि त मैले, यो ग्रिन देखेँ अनि त्यही भएर म यो लिन्छु। वाक्स के देखेँ मैले, यो खासै मिठो बास्ना त आएन, ठिकै छ है त्यही पनि लिन्छु। बास्ना मिठो लिनु पऱ्यो नि। यहाँ हेर्नुहोस् यो चाहिँ हेयर कलर होइन, अनि त्यस पछाडि यो हेयर कलरले चाहिँ मेरो अस्ति नै कपाल सबै बिगाऱ्यो हेर्नु। सेम छ होइन मेरो कलर, हेयर कलर सेम छ है। मैले यो कलरहरू लगेर लगाएको होइन, यस्तो राम्रो लाग्यो, तर ब्लिचिङ हालेर मात्र के, ब्लिचिङ नहालिकन चाहिँ राम्रोसँगले लाग्दैन। अनि त्यस पछाडि ब्लिचिङ हालेर कपालमा कलर लगाएको मेरो कपाल सबै ड्यामेज त थियो, अलरेडी थियो, तर अझै ड्यामेज भयो क्या मेरो कपालहरू। सो त्यही भएर अब चाहिँ म लगाउँदिनँ। अनि म तपाईँहरूलाई अर्को देखाउँछु ल, कपाल कस्तो कलरको गर्न मन छ तपाईँहरूलाई होइन। अब त्यो अलिकति टाइमको लागि क्या, थोरै टाइमको लागि मात्र, धेरै टाइमको लागि नगर्ने कि। यो यस्तो छ नि, यो रातो कलर छ नि हेर्नु त, हो यो यस्तो खालको कलर गर्ने भए चाहिँ यो लगेर एकचोटि कपाल धुने, अनि यस्तै सेम टु सेम हुन्छ क्या। जस्तो कलरको बनाउनु मन छ नि त्यस्तै कलरको बन्छ कि। यहाँ चाहिँ यो चाहिँ मेकअप एरिया होइन, अनि कति धेरै लाइटहरू राखेको छ हेर्नु न। हो मेकअप एरिया देखाइदिन्छु ल, यहाँ हेर्नु कति धेरै मेकअपको सामानहरू छ। अब चाहिँ म के अरे यहाँ हाम्रो सोमी दाई हुनुहुन्छ नि, हाम्रो सोमी दाई लाइभ बस्नुहुन्छ नि, उहाँ सोमी दाईको उस हाउभाउले बोल्नु पऱ्यो क्या मेरो भिडियो। दाईले कसरी बोल्नुहुन्छ मलाई खुब मनपर्छ, त्यसै कारणले अब चाहिँ म होइन हजुरहरू सबैजनाले मेरो भिडियो हेरिदिनु होला राम्रोसँगले है। त्यसै कारणले यो एउटा चाहिँ ऱ्यापर रहेछ, तर यो ऱ्यापर चाहिँ मैले 100 रुपियाँको पसलमा गयो भने 100 रुपियाँमा पाउँछु। सो मैले चाहिँ यो किन्दिनँ। यहाँ चाहिँ 316 रहेछ, यहाँ 316ले त 3टा आउँछ यार, त्यही भएर मैले किन्नेवाला छैन। त्यसै कारणले अब चाहिँ हजुरहरूलाई चाहिँ म अर्को ठाउँतिर लग्नेवाला छु। अनि त्यस पछाडि अर्को एरियामा जाऊँ, त्यहाँ के छ हेरेर चट्टसँगले मन परेको सामानहरू दिने, मन नपरेको सामानहरूलाई यतिकै छाडिदिने। अनि यहाँ ग्लोभ्सहरू पनि रहेको रहेछ, मलाई खासमा ग्लोभ्स पनि चाहिएको थियो, तर यहाँबाट ग्लोभ्स किन्दिनँ मैले चाहिँ। 100 रुपियाँको पसलमा गयो भने चाहिँ 100 रुपियाँको पसलमा ग्लोभ्स आइहाल्छ, यहाँ त 200-300 रुपियाँ पर्छ, अनि त्यो म ग्लोभ्स पनि लिँदिनँ होइन। अनि त्यस पछाडि अरू कुरा चाहिँ साथीहरू यहाँ
हेर्दा जाऊँ के छ मलाई मन परेको चिजहरू लगिहाल्छौँ नि। यहाँ ब्याट्री रहेछ। अब यो ब्याट्री चाहिँ के गर्ने पानासोनिक कम्पनीको हेर्नुहोस् पानासोनिक कम्पनीको ब्याट्रीहरू आया चप्पल किनेर लगेको होइन यो चाहिँ रुमभित्र नै लाउने भनेर होइन अनि यसको साइज पनि थिएन हतार साइज थिएन यसो हेरेको ठिकै हुन्छ होला जस्तो गरेर लगेर गएँ होइन गएँ त्यस कारणले रुममा पुगिसकेपछि के भयो थाहा छ आया हात दुख्यो रुममा पुगिसकेपछि के भयो भने दाहिने हो कि देब्रे हो म कन्फ्युज है दाहिनेमा लाग्यो भने देब्रे जस्तो लिन्छ देब्रेमा लाग्यो भने दाहिने जस्तो लगिन्छ अनि त्यही भएर चाहिँ म त्यो जुत्ता छ त्यो वाला चप्पल चाहिँ कहिले पनि किन्दिनँ लगेर दाहिनेमा हाल्यो भने देब्रे जस्तो लिन्छ देब्रेमा हाल्यो भने दाहिने जस्तो कुनमा लाउने कन्फ्युज त्यही पनि मैले लगाएर पुरानो छ हल्का पुरानो बनाइसकेको छु अब चाहिँ म किन्दिनँ सो त्यही भएर म त्यही कारणले चाहिँ किन्न चाहदिनँ अब हजुरहरूलाई मैले यहाँ अर्को कतातिर नन स्टप हुनुहुन्छ सोमी दाइले आई म त सक्दिनँ रहेछु सोमी दाइले यस्तो मजाले बोल्नुहुन्छ म त नन स्टप बोल्नै सक्दिनँ रहेछु यार अनि यो के होला क्या खासमा तपाईँहरूलाई पनि यसो तपाईँ हजुरहरूलाई थाहा छ भने भनिदिनु होला है अनि यो यसो हेर्दाखेरि त मुसुरी दाल परेको छ है यो के गर्ने हो खासमा कस्तो राम्रो बच्चा यो कसको बच्चा हो यस्तो साह्रो राम्रो अनि त्यस पछाडि यो बच्चा पनि कति राम्रो रहेछ आमामा कति क्युट सुतेको पुन्टु सुतिरहेको रहेछ अनि यहाँ पनि कस्तो हाँसिरहेको छ बच्चाहरू यहाँ कस्तो ठुलो भइराख्दाखेरि अब म यहाँ त्यसै कारणले यहाँ यता देखाउँछु ठुलो भइसकिसकेको कस्तो राम्रो छ है बट्टा बोतल एक दिन लगेर ट्राई गर्नु पर्यो मैले अर्को खालको वाइन मात्र खान्छु कि प्रायः चाहिँ मैले यो वाला वाइन लिएर जान्छु यो वाला वाइन चाहिँ मलाई ठिकै लाग्छ त्यस्तो धेरै अल्कोहल छैन अनि त्यस पछाडि यो वाला चाहिँ मैले खाएको छुइनँ यो वाला पनि ट्राई गर्नु पर्यो एकचोटि अनि तर मलाई त्यो सिसावाला ट्राई गर्नु मन छ तर कहिले हो थाहा छैन तर एक दिन चाहिँ ट्राई गर्छु कस्तो राम्रो क्या बट्टाहरू नै अति राम्रो क्या हेर्नु न बोतल कस्तो राम्रो बोतलहरू छ क्लिन पाराको नि एक दिन चाहिँ लगेर म चट्टसँगले ट्राई गर्छु ट्राई अब मुख मिठाएर बस्नुपर्ने अवस्था छ कस्तो राम्रो बोतल क्या साँच्ची भन्नुपर्दाखेरि चाहिँ अति राम्रो यहाँ हेर्नु न कस्तो राम्रो बोतल छ है ओहो त्यस्तो महँगो पनि छैन क्या एक्सपेन्सिभ छैन जहाँ पनि किन होला झन् त्यो के अरे यो माथि अल्कोहल चिजहरू महँगै छैन क्या नेपालमा भने यत्रो महँगो पर्छ छैन क्या यहाँतिर महँगै छैन अल्कोहलहरू त अनि यो बटान ओएमजी कस्तो राम्रो क्युट यार हेर्नु त कति राम्रो क्युट छ यहाँ लगेर खाने होला मैले कुन दिन यस्तो खानु हुँदैन म साह्रै बिग्रेँ छाडा भयो पैसा खर्च गर्छु मैले धेरै चाहिने भन्दा बढी कुरामा अनि यो वाला चाहिँ लेमनबाट बने रहेछ है मिठो छ होला हौ लास्ट महँगो रहेछ कति भनौँ न 1600को रक्सी किन्नु भन्दा त एक बोरा चामल किन्छु रे 2 किलो चामल पाउँछ यार 15 दिन खान पुग्छ भो किन्दिनँ पियर रक्सी चिप्सहरू खाने मान्छे त होइन त्यही पनि मलाई यस्तो चिप्स खानु मन लागिरहेको छ किन मेरो मनले चिप्स खा भने होइन त्यही भएर मैले यो पोटेटो चिप्स किने माथि छ नि यो पेस्ट छ नि यो पेस्ट चाहिँ नेपालको त्यो थुक्पाहरूको जस्तो अमिलो त्यो के भन्छ त्यो लाफिङको रस हुन्छ नि त्यो जस्तै हुन्छ क्या त्यसको यसको यो माथिको पेस्ट अनि यो के अरे यसमा त्यो लाफिङको जस्तै पेस्ट यो पेस्ट अति मिठो हुन्छ क्या नेपालको टेस्ट सेम हुन्छ नि यो कागतीहरू मिलाएर अमिलोहरू हालेर बनाएको हुन्छ नि यो चाहिँ अति मिठो लाग्छ कि मलाई चाहिँ यो वाला कप चाहिँ यो रामेन कप अनि यो कप रामेन तर मैले किनिनँ 200 रुपियाँ अति महँगो यार 1300 के बोलिरहेको छ यार 213 रुपियाँ पर्छ 213 मह कति सस्तो हो क्या 581 मात्र 1 केजी मह कतिको यो शुद्ध होला क्या नेपालमा त कत्रा महँगो पर्छ त 1400-1500 पर्छ अति सस्तो छ क्या कसरी सस्तो भयो यसरी म छक्क परेँ बाहिरतिर यस्तो छ है अनि त्यसपछि यहाँ पानी परिसकेको छ रात पनि परिसकिसक्यो अब चाहिँ म रुम जानु पर्यो
साथीहरू अब यहाँ रात परिसकिसक्यो होइन। अब चाहिँ म रुममा जानेवाला छु। अनि त्यस पछाडि के भने नि यहाँ म चाहिँ सामानहरू लिएँ होइन। अनि सामानहरू लिएर बाहिर निस्केँ पैसा सैसाहरू पे गरेर। अनि त्यसपछि एउटा केटाले चाहिँ मलाई वाच गरिराखेको रहेछ। मलाई चाहिँ थाहा नि भएन, वास्तै गरिनँ। अनि त्यसपछि बाहिर निस्केपछि त्यो पनि म सँगसँगै निस्क्यो क्या। अनि निस्केर त्यसले मलाई के भन्नु थाहा त भियतनामी हो सर। अनि होइन भने अनि कति भयो त जापानमा बसेको भने 2 वर्ष भयो भने। अनि त्यस पछाडि यस्तोहरूकै लाइन छ तसँग हेरेन। लाइन भने चाहिँ यो एउटा यस्तै फेसबुकहरू जस्तै सामाजिक सञ्जाल यसो एड भएर कुरासुरा गर्नेहरू हो होइन। अनि त्यस पछाडि मैले छैन भने होइन। अनि त्यस पछाडि होइन अनि मैले चाहिँ उसलाई सोधेँ कि त चाहिँ कहाँको नागरिक हो भनेर मैले सोधेँ होइन। अनि उसले मलाई के भन्यो भने म चाहिँ चाइनाको हो अरे होइन। अनि त्यस पछाडि मलाई लाइन सोधेँ। अनि मैले छैन भने है म युज पनि गर्दिनँ। अनि त्यस पछाडि गाडीमा चढेर बसिरहेँ है। अनि त्यसपछि म नि यसो छाताहरू निकालेर छाताहरू मिलाएर जस्तो गरेर बसेँ। अनि मेरो फोन पनि फेरि कहाँ राखेँ मलाई याद भएन। अनि यताउति फोन खोजेँ। अनि ठ्याक्क फेरि एउटा भाइले फोन गरेछ। अनि त्यो भाइको फोनहरू उठाएँ होइन। अनि फोन उठाएर चाहिँ नि म फेरि त्यो भाइसँग कुरा गर्न लागेँ। अनि त्यो मान्छे गाडीमा चढिसकेको थियो होइन। अनि गाडीमा चढिसकेको थियो त पर्खेर बसिरहेको छ भने ओएमजी म अचम्म लागेर अनि त्यो मान्छे गाडीमा चढ्यो होइन। अनि त्यस पछाडि गाडीमा चढेर मलाई कुरेर बसिराख्यो। अनि त्यस पछाडि मलाई थाहा भइसक्यो त्यसले मलाई कुरिरहेको। अनि त्यस पछाडि मैले त्यसलाई हेरिनँ। अनि एकछिनबाट यसो अनि बसिराख्यो धेरै। अनि त्यसपछि यसो म पुरुकै हेरेँ। अनि यसरी मलाई हातको इसाराले जान्छस् म पुऱ्याइदिन्छु के हो त्यस्तो के भनिरहेको थियो है। अनि मैले जाँदिनँ धन्यवाद भनेँ। अनि त्यसपछि त्यो ल म गएँ भन्दै। अनि त्यस पछाडि टाउको हल्लाएर अनि ऊ आफ्नो कामतिर गयो कि। अनि मलाई कस्तो अचम्म लागेर गयो। अनि मलाई कस्तो अचम्म लाग्यो कि त्यो मान्छेले मलाई किन त्यस्तो गर्यो होला क्या। मलाई एकदम अचम्म लाग्यो। फेरि मलाई के सोचेर त्यसरी बोलायो अनि फलो गरिरहेको थियो। अनि त्यस पछाडि ल म पुऱ्याइदिन्छु त्यस्तै के भनिरहेको थियो। अनि किन त्यसले मसँग यसो पछि लाग्न खोज्यो होला। त्यसले मलाई राम्रो सोचेर त्यस्तरी सोधेँ कि नराम्रो सोचेर त्यस्तरी सोधेँ कि म एकदम कन्फ्युजन भएँ यार। अनि त्यस्तो नि हुँदो रहेछ, काम छैन लास्ट टाइममा काम छैन त्यस्तै नि हुन्छ त होइन। भरे फेरि कहाँ लगेर कुन्दै वा काट्दियो भने बाफ रे बाफ जाँदैन भयो। कस्तो जाडो भयो यहाँ पानी परेर है। पानी परिरहेको छ फेरि मेरो भोलि बिहानै काम छ। अनि म त्यतिकै यहाँ पुलतिर आएको कि यो पुलमा पनि आएको कति धेरै भयो। अनि कस्तो राम्रो देखिरहेको छ। अब रुम जान्छु, रुम गएर लाइभ बस्छु साथीहरू। ल सुपर च्याट गर्न आइहाल्नु ल सबैजना। ल साथीहरू अब चाहिँ म रुमतिर लागेको होइन। अनि लाइभ बस्छु भनेर टाइम सेटअप गरिसकिसकेँ। 5 मिनट मात्र छ। अब म 5 मिनटमा रुमसुम गएर यस्तो लाइभ साइभ बस्नु पऱ्यो होइन। अनि मलाई कस्तो अचम्म लागेको कुरा चाहिँ किन म नेपाली जस्तो देखिँदिनँ र जसले पनि भेट्यो भने मलाई सबैले फिलिपिन्स हो भनेर सोच होइन। मलाई 2-3 ठाउँ सोधिसकिसक्यो मान्छेहरूले होइन। कम्पनीमा पनि त फिलिपिन्स हो भनेर भन्छ होइन, फिलिपिन्स हो भन्छ होइन। अनि यहाँ मेरो हातमा ट्याटो छ नि त। अनि यो ट्याटो हेरेर त फिलिपिन्स हो भन्छ होइन। अनि बाटोतिर यसो मान्छेहरू कोही नौलो मान्छे कतै यसो केहरू सपिङहरू गरिराखेर भेटायो भने फिलिपिन्स हो भन्छ। साथीहरू आजको मेरो भिडियो चाहिँ यति नै। सी यू इन नेक्स्ट भिडियो, बाई बाई।